नगरपालिका हाल पहिला चाहिँ गुल्मी जिल्ला भइहाल्यो अर्खले गाविस थियो म्युनिसिपालिटी भइसकेको थिएन अनि म जन्मे चाहिँ गाउँपालिका नै थियो होइन म त्यो ठाउँमा जन्मेँ बाल्यकाल गाउँमै बस्यो गाउँमै बित्यो गाउँमै रमाइलो भयो बिस्तारै उच्च शिक्षा भन्दा पनि म चाहिँ मेरो बाल्यकाल चाहिँ गुल्मी जिल्लामा जन्मिए तापनि मेरो बाल्यकाल चाहिँ उतार चढाव गर्दै कहिले कहाँ गर्दाखेरि चाहिँ मेरो लेखाइ पढाइ भविष्य हेर्दाखेरि चाहिँ म केही वर्ष बुटोल केही वर्ष भैरवा केही वर्ष काठमाडौँ गर्दा गर्दै जीवनको उताइ पढाइ गर्दाखेरि चाहिँ आज म केही समय भयो म अहिले हाल जापानमा छु कि अनि म तपाईँलाई आज मेरो जापानको कथा भनिरहेको छु होइन अनि म चाहिँ अब गुल्मीमा जन्मेँ गुल्मी जिल्ला त्यतिखेर चाहिँ रमाइलो त होइन आफ्नो गाउँ प्रदेश जसलाई पनि माया लाग्दो रहेछ कि विदेश भनेपछि चाहिँ के हुँदो रहेछ भने मेरो भगाइ म त अब तपाईँहरूभन्दा कति सानो नि त उमेरमा नि होइन बच्चा नि त छु नि अहिले पनि त जम्मा 24-25 वर्षको हुन लाग्यो 25 त भएको छैन होइन 23-24 भयो अब 25 हुन लागिसक्यो होइन तर जीवन त एउटा भोगाइ नै रहेछ क्या होइन सानो थियो त्यो गुल्मीको अर्खले भन्ने गाउँमा जन्मेर हुर्कियो पढाइ लेखाइ गाउँमै भयो 1-2 क्लाससम्म त्यसपछि बुटोल आइयो बुटोलबाट हुँदा पनि मेरो पढाइ चाहिँ भैरवाबाट भयो क्या माध्यमिक भैरवामै भयो त्यसपछि काठमाडौँ छिर्यो काठमाडौँ 2068-69 तिर जस्तो लाग्छ है मलाई नि एक्ज्याक्ट थाहा छैन 69 नै भनौँ न 68-69 तिर छिरियो आइयो रमाइलो थियो काठमाडौँ है के थियो भने त्यतिखेर त अब धरहरा यत्रो ठुलो टावर होइन काठमाडौँ आइयो ठुलो बिल्डिङ भैरवामा त्यो सानो तराईको एरियामा होइन मस्त रमाएको त्यो खुसी लाग्थ्यो नि त कहाँ अब होइन गुल्मी आज म त एउटा खुसी के लाग्छ भने म गुल्मी जिल्ला बजारमै हुर्केर यताउति गरेको मान्छे त्यो थिएन तर गुल्मीमा त्यति पनि थिएन